बट एउटा कुरा चाहिँ मैले के सोचिरहेको थिएँ भन्दाखेरि टिम भर्सटाइल वाला गेम प्लेमा चाहिँ अलिकता देखियो सेन्टर स्ल्याम और एज खेल्ने कुन दिन कसरी एक्जिक्युट गर्न सकिन्छ प्लानहरू यो कुरामा मिठो काम भएको देखियो। घ्यान्टेलाई मैले पहिलेबाट तारिफ गर्थेँ। प्रिपरेसनको मामलामा तयारीको मामलामा घ्यान्टे सदैव टप नच हो। उसले लाइक भनौँ न पेपर टप पेपर पेजेस बाई पेजेस लेखेरै म्यानुअली हेरेर लेखेर भराएर आफ्नो टिमलाई सिकाएर भनेर गर्ने आइदियो। सो मेहनत अति गर्ने डिआरएसको केटाहरूमा यो एउटा कुरा चाहिँ सही छ। स्टार्टबाट म हुँदा पनि अहिले पनि म देख्छु, त्योभन्दा अगाडिबाट पनि म देख्छु मेहनत गर्नको लागि केटाहरूको डिस्ट्र्याक्सन अलिकति कम नै छ। केटाहरू फोकस गर्ने हो, ग्राइन्ड गर्ने हो भनेपछि केटाहरू लागिपर्छ। यो एउटा कुरा चाहिँ मेबी राइट नाउ फुल करेन्ट सर्किटमा अब अफकोर्स कुनै टिमलाई क्लोजली देख्न पाएको छ, कुनै टिमलाई क्लोजली देख्न पाएको छैन, बट डिआरएसबाट चाहिँ यो देखिन्छ कि केटाहरू मेहनत गरिरहेको हुन्छ फुल पावर फुल फोकसको साथमा। द्याट्स अल।